हेलो एभ्रिवान, यो चाहिँ साग बनाउने रेसिपी हो। अनि यहाँ चाहिँ मैले लसुनलाई किच्चाएको छु हल्का गरी। यो साग चाहिँ हाम्रो घरमाथि नै फलेको साग हो र यो साग चाहिँ मेरो मम्मीले फलाउनु भएको छ टेरेसमा। अब एउटा कराईमा हामी तेल लाउने छौं, ठिक मात्रामा सागलाई हुने जति। अब यसमा हल्का गरी कुटेको लसुनलाई हामी लाउने छौं र एकछिन तेलमा फुराउने छौं। अब लसुनको कलर यतिको भइसकेपछि चाहिँ अघिको साग र टमाटर हामी सँगै लाउने छौं। र अब चाहिँ आफ्नो स्वाद अनुसारको नुन लगाएर यसलाई राम्रोसँग चलाउने छौं। साग लगाएको एकैछिनमा यस्तो हुन्छ। अब यतिको भएपछि चाहिँ हाम्रो साग खानको लागि रेडी छ।